everyone, Sevaro, namaste, good morning, welcome back to my YouTube channel again, Sumilavati vlog मा हजुरहरुलाई सम्पूर्णलाई स्वागत गर्न चाहे आज अर्को दिन अनि अर्को भिडियोको साथमा अनि सबैजना सन्चै हुनुहुन्छ होला अनि म चाहिँ कति जुन हामी यो भन्दा अगाडि कन्सर्ट हेर्न गएको थियौं नि त्यो कन्सर्टबाट फर्केर आएर म त एक हप्ता त बिरामी भए अनि अहिले चाहिँ हल्का ठिक भएको छु हल्का रिकभर हुँदै छु अनि आज चाहिँ म कहाँ छु भनेर त तपाईहरुलाई थाहा छँदैछ है म चाहिँ यहाँ गाउँ आएको पनि 1 महिना भइसकिसक्यो हैन अनि अब यहाँको टाइम त एकदम छोटो जस्तो लाग्यो किनभने अब यहाँनिर कोही हुनुहुँदैन थियो अनि हामी चाहिँ घरको काम गर्न आएको नि त अब घरकै काम भनौं न हैन अनि घरमा अब यताउता गर्ने मान्छे थिएन त्यही भएर म एकछिन आएर बहिनीलाई साथी दिदै थिएँ अनि आज चाहिँ म पनि फर्किने आज चाहिँ म जाँदै छु घरमा घर फर्किँदैछु अनि अहिले चाहिँ 6 बज्न लाग्यो अनि अब चाहिँ म यहाँ रेडी हुन्छु सामानहरु त त्यस्तो धेरै केही पनि छैन मेरो अनि अब चाहिँ म रेडी हुन्छु अनि आज चाहिँ म जाँदै छु गाउँ छोडेर हेर्दै गर्नु होला अब चाहिँ म रेडी हुन्छु अहिले गाडी आइपुग्छ होला छिटो रेडी हुनु भन्नुहुँदै थियो मलाई हेर्दै गर्नुस् म चाहिँ रेडी भइसकिसके फाइनली अब यतिकै जाने उतातिर त अब गर्मी हुन्छ नि त एकछिनबाट त घाम लागेपछि त उता त्यो म चाहिँ यता कोरिडोरको बाटो जाँदैछु धनकुटा हुँदै अनि अब त्यता चाहिँ एकदम गर्मी हुन्छ आज लास्ट दिन मेरो घरमा कोही उठेको छैन मेरो बहिनी यतानिर उठेर बिराछ बाइ कान्छी अब रुन्छ अनि कोही उठेको छैन हाम्रो घर चाहिँ यस्तो छ अनि हामी दुईजना नै बिरामी भयौं त्यही भएर नि हामी चाहिँ घरहरु पनि लिपेकै छैनौं अब त बहिनी एक्लै यत्रो घरमा बहिनी एक्लै अनि पर दिदीहरु पनि उठ्नु भएको छैन अनि हामी चाहिँ अघि उठ्यौं बहिनीले त झन् उठेर पनि दाउराको हार पनि लाइसक्यो पो त बिहानै उठेर त्यति काम गर्छ मेरो बहिनी बाइ हाम्रो घर चाहिँ यस्तै छ अनि मैले चाहिँ यहाँ सोचेको जस्तो केही भिडियो बनाइन किनभने अब मसँग टाइम त थियो तर म बिराम भइहाले त्यतिकै अनि म बिराम भएपछि चाहिँ म माथि मन्दिर पनि गइन गाडी आइसक्छ अनि कुमाईको सायकतिर पनि गइन यो चोटि त अनि अब यही गाउँतिर पनि कहीँ गइन आएको 1 महिनामा म बस्तीमा पनि नडुली फर्किँदैछु है घरको कामले गर्दाखेरि अब चाहिँ हाम्रो गाडी नि आउँछ त्यसपछि म भेट्छु सर र म माथि गएर हजुरलाई मेरो घर बस्ती देखाइदिन्छु एकलट अनि जान्छु रुइदिउँ कि क्या हो कोही उठेको छैन है देख्न सक्नुहुन्छ हाम्रो घर ल यो अनि यो तुम्बाहरुको घर भयो अनि त्यो बीचमा अर्को त्यो ब्लू कलरको टिन भएको हाम्रै जेठी मम्मीहरुको हो अनि यो त्यो पल्लो रेड कलर भएको त्यो तुम्बाको घर मेरो भैँसीहरु पनि यहाँ छ है अनि यहाँनिर छ भलिबल कोर्ट यहाँ छ दाइहरुको घर अब सर आज चाहिँ बस्ती यस्तो छ अब पुरा खडेरी लाग्यो नि त यहाँतिर त खडेरी लाग्यो हाय सरी मैले मेरो फुल प्याक गर्नु बिर्से म फुल लगेर जाँदैछु बचाउँछु कि बचाउँदिन मेरो आमाको परेवा एउटा यहाँनिर आएर छ परेवाहरू यहाँ छ बाँकी गाडी आइसक्यो गएको है बाई नरुई बसाला यहाँ आउन एकैचोटि दुईजना गएको है म ल हाम्रो चाहिँ गाडी आइसक्यो नि अझै लाग्रेको नरुई बसाला मायालु बसाला नरुई बसा है दिदीहरु उठ्नु भएको छैन ल गयौं सेकेन्डमा छोडियो घर पनि अहिले चाहिँ हामी अर्को गाउँ आइसकिसक्यो गाउँ त उतै छोडियो
अहिले चाहिँ हामी यता ठाउँमा आइपुग्यौँ अनि प्यासेन्जर चाहिँ छैन है गाडी खोकी अझै निको भएको छैन दबाईहरू पनि बिर्सेँ अनि मलाई चाहिँ भोक लागेर मैले बिस्कुट पानी खाएँ जाँदैछौँ आजको रास्ता त खतरा छ मेन करिडोरबाट निस्क्यौँ कस्तो भिड देखिरहेको छ यो चाहिँ करिडोरको बाटो हो अहिले चाहिँ हामी है ठाउँको नाम चाहिँ थाहा छैन होइन सदम होला हौ नि यो ए हङसा मोरङ पो अरे हङसा मोरङ आइपुगिसक्यौँ अनि त्यतिर चाहिँ मकै छरिरहेको रहेछ हरियै भएको छ अनि थोरै बाटो पिच थोरै कच्ची कडा छ यस्तो माथि पहाड चाहिँ यो धनकुटा हो क्या अहिले चाहिँ हामी मुलघाट आइपुग्यौँ क्या भोक लागिरहेछ नि मेरो खाना आइसक्यो हामी यहाँबाट खाना खाएर लागेको अनि मैले अहिले खाना खाएँ तर पनि मलाई भोक लाग्यो जब धरान गएर एकचोटि भाडा खोलेर भात खाएर धरान स्कुल पढेछ अनि धरान गएर सामान निकालेर फेरि जानु पऱ्यो घर हामी भेडेटार आइपुग्यौँ अनि यहाँ त यस्तो चिसो बाफ्रे पुरा उस्तो लागिरहेको यो चाहिँ अर्ग्यानिक सब्जीहरू बेचेर राखेको हुन्छ नि यसरी ओभर दामी लाग्छ कति छिटो आइपुगिन्छ आज त कति बजी हिँडेको छौँ हामी 6:30 बजी इटरीको जाम हो नि म काने पोखरी आएर बसिरहेको छु अनि मेरो फ्लाइट त डिले भइरहेको छ 12:40 मात्रै जाने रहेछ अनि अर्को आज त फ्लाइट अब एकैचोटि घर जान्छु म बोलाउँछु अब बोलाउँछु त्यसपछि जान्छु म टोटल्ली मेरो सामान चाहिँ यति छ लिनको लागि चाहिँ मैले भान्जालाई बोलाएको छु आउँदै हुनुहुन्छ होला अब चाहिँ म वेट गर्छु
गाइस म चाहिँ अहिले घर आइसकेँ ब्याक टु होम हैन। तपाईहरुले मेरो ब्याकग्राउन्ड देखेर पनि थाहा पाइसक्नु भयो। अनि मैले अघि नै पनि भनेको थिएँ म चाहिँ घर आइपुगेँ अनि घर आएर अहिले रेस्ट गरेँ। अनि कस्तो गाडी लागेको जस्तै भइरहेछ क्या मलाई। कस्तो भयो भने गाडी खाली थियो नि त, आज धेरै प्यासेन्जर पनि हुँदैन थियो नि त। बेसी गाडीले त हल्लाएर अब कुनै ठाउँमा पिस्यो कुनै ठाउँमा कच्चियो नि त। अनि बेसी यस्तो हल्लाएर क्यामेरा हल्लिरहेको छु त्यो पनि। अनि त्यही हो, आज म भिडियो एन्ड गर्नु पर्यो भनेको। अनि म धरानी किन निस्केको थिएँ भनेर त म सामान रिसिभ गर्न भनेर अघि भनेको थिएँ, तर के सामान कहाँबाट आएको के कस्तो भनेर चाहिँ मैले भनेको थिइनँ। अनि भनौँ कि नभनौँ हुँदै थियो, तर पनि मैले भन्ने भनेरै मैले तपाईँहरूलाई भन्दैछु। सो म चाहिँ त्यहाँनिर मेरो दिदी चाहिँ हङकङबाट आउनुभएको थियो। अनि उहाँले चाहिँ मलाई गिफ्ट ल्याइदिनु भएको छ, खुसी। अनि के ल्याइदिनु भएको त्यस्तो चाहिँ मैले हेरेको छुइनँ। अनि अब यो गिफ्ट अनबक्सिङ गरेर भिडियो इन गर्नु पऱ्यो भनेर म चाहिँ आएको। अनि के छ हेर्छु ल। कपडा हो यो थाहा भइसक्यो, तर के हो यो थाहा छैन। अघि मलाई यतिकै दिनुभएको थियो। अनि त्यतिकै बोकेर क्या अब गाडीमा कहाँ झोलामा हाल्ने के गर्ने भनेर भइरहेको थियो। के भएर मैले चाहिँ अब ठिक्क गर्मी महिनामा क्या सफ्ट हुने गरी कस्तो राम्रो कपडा। थ्याङ्क यू दिदी, दिदीले ल्याइदिनु भएको। कलर पनि ठिकै छ, मलाई यस्तै कलरहरू नै एक्स्ट्रा लाग्छ। यो भयो वान पिस। अनि दिस वान आउटर ग्रिन कलरको आउटर। वाउ दामी, म त खुसी भइसकेँ। कति राम्रो आउटर। अब ठ्याक्कै गर्मी महिना आयो नि त, यहाँ त गर्मी स्टार्ट भइसक्यो। राम्रो थ्याङ्क यू। पनि छ है, यो चाहिँ टी सर्ट थाहा भयो। टी सर्ट दामी कलर के, वाउ कस्तो राम्रो हो। आई लाइक इट, आई रियली आई लाइक इट। क्या दामी। वाउ स्कर्ट। ओ कहिले लाउनु मलाई क्या तर यो स्कर्ट ए विथ ब्याग। यही ब्याग चाहिँ बोक्दा पनि भयो। Oh, they're right. What's this? Pant. The pant. Zara. मलाई चाहिँ Zara ब्रान्डकै पेन्टहरू राम्रो लाग्छ। म ठ्याक्कै मसँग चाहिँ अहिले जिन्सको पेन्ट थिएन, किन्नु नै पर्ने थियो। Zara पठाइदिनु भयो, ल्याइदिनु भयो। म कति खुसी छु। थ्याङ्क यू, थ्याङ्क यू दिदी। लुगा सोको भयो त। अनि ब्याग त भइगयो। क्यासियोको वाच यो चाहिँ कान्छीपुले पठाइदिनु भएको। त्यही हो, माथि म भिडियो बनाउँदै थिएँ, उता खै कताको मान्छे एकछिन आउनुभयो। अनि सानो डिस्टर्ब भएर मैले यहाँ भिडियो एन्ड गर्न आँटेको। सो त्यति नै थियो आजको मेरो सफर। त यस्तै भयो होइन, 12 बजी नै घर आइपुगेँ, खुसी लाग्यो। नत्र अरू बेला त कस्तो ढिलो आइपुगिन्थ्यो कि। अनि आज त छिटो आइपुगेँ। अनि अब चाहिँ म यहाँ घरको कामहरू गर्छु, यताउता खानाहरू बनाउँछु। अनि अब घरहरू हल्का सरसफाइ गर्नु छ, फुलहरू रोप्नु छ मेरो चाहिँ। त्यति नै थियो। सो यति चाहिँ समय दिनुको लागि धेरै धेरै धन्यवाद। फेरि पनि तपाईँलाई म छिटो नेक्स्ट अर्को भिडियो लिएर आउनेछु भन्दै आजको भिडियो म यही एन्ड गर्न चाहन्छु। सो थ्याङ्क्स फर वाचिङ, लभ यु अल, लट्स अफ लभ, बाई बाई।